आज पनि स्लिम उठ के गर्न गयो त? म चाहिँ बिहान उठेर फेरि हामीलाई मम्मीले कल गरेर काम गर्न बोलाउनु भयो र हामी चाहिँ आउँदाखेरि सिसी र म आउँदाखेरि चाहिँ पछाडिको बाटोमा सर्पो देख्यौँ र मैले चाहिँ झन् टेकेको थिएँ सर्पो होइन जस्तो लागेर अनि पछि चाहिँ सर्पै रहेछ अनि हामी घर गएपछि म फ्रेस भएर आएँ र त्यसपछि हामीले बहुत काम गऱ्यौँ अनि काम गरेपछि मम्मीले खाना बोलाउनु भयो र हामीले खाना खाएर मैले फेरि ल्यापटपमा अस्ति निकालेको सामानहरू हालेँ। म चाहिँ स्कुटी निकालेर सिमेन्टी लिन गएर सिमेन्टी लिएर आएर म चाहिँ अनमोललाई क्रेटिन लिनु थियो त्यसैले हामी चाहिँ रेडी भएर मैले आउटफिट चेक गरेँ र यिनीहरू चाहिँ जुत्ता लगाइरहेको थियो अनि फेरि हामी 3जना भएर आउटफिट चेक गऱ्यौँ। अनमोल चाहिँ हिजो किनेको लुगा लगाएर चाहिँ हिरो बनेर आइरहेको थियो अनि अस्तिको चुलोमा फेरि चुनाउने लिफ्ट भइरहेको थियो अनि मम्मी पनि त्यही काम गर्नु भइरहेको थियो। त्यसपछि हामीले बस कुरेर हामी सादा बस चढेर हेटौडातर्फ लाग्यौँ र हामीलाई चाहिँ बाटो धेरै थाहा थिएन अनि अनमोललाई चाहिँ थाहा थियो त्यसैले अनमोलले चाहिँ हामीलाई गल्ली गल्ली छिराएर नारायण मल लग्यो र हामी चाहिँ नारायण मलमा सुरुमा चाहिँ गेमिङ जोन जाने भनेर गेमिङ जोन गयौँ र अनमोल चाहिँ जाने मानेको थिएन गेमिङ जोन अनि हामी दुईजनाले लगेर अनि सिसी र मैले चाहिँ पालो पन्च हान्यौँ अनि त्यहाँको जिमको मान्छे चाहिँ निक्लिनु भएको थिएन मतलब कोही हुनुहुन्थेन अनि त्यसैले हामी कुरेर बसिरहेको थियौँ अनि पछि अन भयो र हामीले चाहिँ क्रेटिनको बारेमा कुरा गऱ्यौँ र त्यहाँ अलिकति चित्त नबुझेर हामी फेरि अर्को ठाउँ गयौँ अनि हामीले खोजेको चाहिँ त्यहाँ भेट्यौँ र हामीले चाहिँ त्यो लिएर अब कहाँ जाने भनेर सोचिरहेको थियौँ। ठ्याक्कै कभर हल्दियो र अनि हामी बक्सिङ हेर्नलाई छिर्यौँ। अन्डर 20 गेम भइरहेको थियो अनि सुरुमा त निलोले चाहिँ खतरा हान्छ जस्तो लागिरहेको थियो तर रातोको डज रिफ्लेक्सन पन्च खतरा थियो। त्यसपछि एक सर्टले चाहिँ निलोको चाहिँ रगत आएर पछि रातोले जित्यो। त्यसपछि हामी त्यहाँबाट निक्लेर हामी अनि त्यसपछि अनमोलको बाइकको अर्को चाबी बनाउनलाई चाबी पसल गयौँ र अनमोललाई चाहिँ जुत्ता किन्नु थियो त्यसैले हामी स्लिम हुड फेरि आज पनि गयौँ र दाइहरू भेट्यौँ अनि अनमोललाई लोफर छानिदियौँ अनि त्यसपछि अनमोलले लाएर नै हेऱ्यो। दाइहरूको क्यामेराम्यान नभएर मैले एकछिन खिचिदिएँ र त्यो जुत्ता नभएर अनि त्यसपछि हामी त्यहाँबाट गयौँ। हामी चाहिँ हिँड्दा लास्टै भोक लागिसकेको थियो त्यसैले हामी चाहिँ लाफिङ गएर 3टा किमा नुडल चाहिँ अर्डर गऱ्यौँ र कुर्दा त्यसपछि किमा नुडल पनि आयो र हामीले चाहिँ खाएर फेरि अनमोलको त्यही चाबी बनाउने ठाउँमा चाहिँ हामी टुइ डुल्दै गयौँ र हामीले त्यहाँ गएर सोधेको चाबी चाहिँ अझै बनाउनु भएको रहेछ अनि त्यसपछि बल्ल चाबी बनाउनु थाल्नु भयो र चाबी बनाएर चाहिँ अब कहाँ जाने भनेर हामी घर जानेतिर लाग्यौँ र सादा बसको ड्राइभर आउनु भएको थियो नि त्यसैले हामीले चाहिँ चटपटे खायौँ र हाम्रो अनमोल चाहिँ आज कति खर्च भयो कति भयो भनेर चाहिँ क्यालकुलेटर गरेर पैसा गनिरहेको थियो अनि बसमा आउँदा चाहिँ सिसी मस्त निदाएर आएर हामी घर आएर म अनमोल घर आएँ अनि अनमोलले बाइकमा नि ट्राई गरेर क्रेटिन पनि खोलेर हेऱ्यो र आउँदाखेरि सिसी गेम खेल्दो रहेछ। आजलाई तिनै बाई बाई।